हेलो वेलकम टु माई ब्लग र जति पनि मलाई मेरो मित्रहरूलाई चाहिँ एउटा जोस जागर लिएर आज चाहिँ एकदमै बिहानै आएको छु म तपाईँहरूको समक्ष र आज चाहिँ 26 तारिक 25 तारिक मेको देखि चाहिँ हामी वकमा स्टार्ट हुँदैछ उज्जवल पनि छ है र उज्जवल चाहिँ अब पहिलादेखि कुदिबस्थ्यो है अन्त आजदेखि चाहिँ अब फेरि उज्जवलले पनि स्टार्ट गरेको छ वक है अन्त म पनि अब के भने ब्याक टु ब्याक धन्दा अब गोली स्टार्ट हुन्छ नि त होइन अन्त त्यही भएर अब मेरो हल्का भुँडी पनि लागेको छ है त्यो भएर चाहिँ अब चाहिँ वकमा आजदेखि गाइस वकमा स्टार्ट है आज फर्स्ट डे भाती निस्क्यो भाती फर्स्टमा कुदायो भएर कि फर्स्ट डेमा अब राम्रोसँग इजीसँग गर्दै हिँड्दै थियो आजदेखि स्टार्ट हो बिस्तारै बिस्तारै र हामी चाहिँ रिमिक बजारबाट चाहिँ यहाँ मन्दिर डाँडा भन्छ राजुको यहाँसम्म आएको थियो हामी र यसलाई बिस्तारै पढाउँदैछ आज फर्स्ट डे भएको कारणले गर्दा तपाईँहरूलाई मेरो सास क्याप भयो हेप्पी उयो भयो र गुड मर्निङको नजारा चाहिँ यस्तो छ है डाँडा गाउँहरू राममाम भन्ज्याङ है यता यो अस्ति गएको पहिरोहरू यो सबै विशेष र यो चाहिँ मन्दिर डाँडा हो राजाको यहीँसम्म आज चाहिँ फाइनल गाइस ग्राउन्ड आइसकेको छु यो चाहिँ रिम्बिक ग्राउन्ड हो है मर्निङमा चाहिँ खै हुँदैन रहेछ क्या कोही कोही यो भ्लग देखेर चाहिँ पक्का भोलिदेखि ग्राउन्डमा पनि आउँछ जस्तो लाग्यो मलाई किनकि मेरो भाइहरूले हेर्दैछ नि त ओछानमा बसेर यो भिडियो ग्राउन्डको नजारा चाहिँ यस्तो छ विशेष फिटनेस हुनुपर्छ होइन सबैको र बिहान उठ्नु चाहिँ एकैछिनमा साह्रो हो तर उठिसकेपछि चाहिँ हरेक कुराहरू चाहिँ सम्भव हुन्छ अरे अब फिटनेस छ भने अब आफ्नो हेल्थ पनि राम्रो है सबै कुरामा दिनभरि एनर्जी हुन्छ एनर्जेटिक र विशेष म चाहिँ ज्यादा सुत्थेँ नि त अब त्यही हो गोली पनि छैन होइन र अब चाहिँ जुन महिना अब 1.5 महिना भनौँ 1 महिनादेखि चाहिँ स्टार्ट भइहाल्छ नि त मेरो चाहिँ मस्ट इम्पोर्टेन्ट चाहिँ मेरो भुँडी छ लागेको छ हल्का त्यही भएर है भर्खर आज सिर्फ 8 चक्कर मात्रै किनकि यत्रो राजाभिर गएर आएको है साह्रो पर्छ नि त राजाभिर बिहानै हिँडेर गएर त्यही भएर मलाई चाहिँ के लाग्छ भने रोड रनिङ भन्दा पनि रनिङ हुन्छ नि जुन ग्राउन्डमा आएर एक्सर्साइज रनिङ त्यो फार बेटर लाग्छ कि मलाई चाहिँ के भएर रोड रनिङ गर्दा किनभने पाँचुलामा भार परेको जस्तो पनि लाग्छ है अन्त मेन चाहिँ हाम्रो जुत्ताको इन्सोल चाहिँ राम्रो हुनुपर्छ रोड रनिङमा किनकि त्यो इन्सोल राम्रो सफ्ट स्मुथ होइन
एकदमै राम्रो छ भने रोड रनिङ हरेक सम्भव हुन्छ। त्यो मेरो एउटा मनको भावना भयो क्या रनर्सहरूलाई थाहा होला होइन, त्यो रोड रनिङ रनर्सहरूलाई जति पनि हाइकिङ गर्नुहुन्छ जति पनि रनर्सहरू छ उहाँहरूलाई थाहा होला। अनि म चाहिँ के भने फुटबल, म चाहिँ फुटबल प्लेयर हो। त्यो भएर फिलहाल निकै वर्ष भयो मैले गोली खेलेको पनि। फुटबल चाहिँ खेल्छु म पनि होइन, तर अब कस्तो भने अहिले चाहिँ जस्तो म फुटबलमा फोकस चाहिँ केमा छु भने जुन तपाईँहरूलाई थाहा भएको कुरा हो, ब्लग त भएको थिएन यो विषय पनि। म चाहिँ एसिस्टेन्ट रेफ्री गर्छु है, विशेष चाहिँ मलाई थुप्रै ठुल्ठुलो टुर्नामेन्टहरू खेलाएँ है, यहाँदेखि मात्रै होइन नेपालसम्म खेलाएँ है। अन्त त्यसमै खोजे जस्तो फोकस चाहिँ मेरो त्यही छ है। अन्त हिजो अस्ति के भनौँ, हिजो अस्ति अब उयो भएको थियो, हिजो अस्ति भन्दा पनि निकै भयो, निकै महिना अगाडि सायद उसको टाइममा बतासेमा एउटा लोसर कप भइरहेको थियो। त्यो सिजनमा चाहिँ हामी है बिचमा रेफ्री ट्रेनिङको लागि गएको थिएँ। त्यो ट्रेनिङमा हामी कतिजना त्यहाँ 4जना थियौँ, हाम्रो 4जना सेट हो है। अन्त हाम्रो देवशिष छेत्री, देवशिष बुबु चाहिँ सेन्टर रेफ्री गर्छ है। अन्त हाम्रो समीर थापाज्यू है, समीर बुवा उहाँ पनि एसिस्टेन्ट रेफ्री गर्छ है। अन्त हाम्रो पर सुम्बुक बुवा छ है, उमेश सुब्बा, अन्त उहाँ पनि एसिस्टेन्ट रेफ्री र सेन्टर रेफ्री पनि गर्नुहुन्छ। र विशेष हामी चाहिँ त्यो र म थिएँ, मलाई त बिर्सिनु होला तपाईँले। र विशेष हामी 4जना ग्रुप छ है, हामी 4जना चाहिँ अब सेन्टर रेफ्री गर भनेर नि ओके। अब अहिले चाहिँ त्यस्तो भएको, किनकि ट्रेनिङ भनेको ट्रेनिङै हुँदो रहेछ है। फिजिकल फिटनेसदेखि पास गरेर, इक्जामदेखि पास गरेर होइन, हरेक कुराहरू एउटा लको बुकहरू छ है। त्यो लको बुक चाहिँ एकदम मेन्टेनेन्स गर्नुपर्दो रहेछ। अन्त यो सब कुरा यो दिमागमा आएपछि चाहिँ गोली खेलाउनु चाहिँ एकदमै इजी क्या हामीलाई चाहिँ, त्यस्तो भयो। अन्त अहिले चाहिँ अब के भने, हुन त अब म पहिल्यैदेखिको एक्सपिरियन्स चाहिँ हो होइन, एक्सपिरियन्समै गर्थेँ हरेक कुराहरू। तर यो कतै एउटा टिपिकल कुराहरू हुन्थ्यो होइन, प्लेयरसँग एउटा कुनै एउटा मुठभेड हुन्थ्यो, त्यति बेला जवाब चाहिँ कसरी फर्काउनु पर्ने, त्यो प्लेयरलाई के चाहिँ भन्नुपर्ने र मैले के दिएँ, यो विषयमा चाहिँ मलाई अलिकति अनकम्फर्टेबल लाग्छ है। तर जब मैले फुटबल रेफ्री फुटबल रेफ्री है, जस्तो तलबाट सिएफसीबाट अब कलकत्ता फुटबल एसोसिएसनबाट पनि भएको सरहरू र उहाँहरूले पनि हामीले चाहिँ एक्सिलेन्ट दिनुभयो। उहाँहरूको कतिवटा कुराहरू, धेरै कुराहरू दिमागमा पसेपछि त्यो कुराहरू मैले रियलाइज गरेँ। म चाहिँ त्यसमा अनकम्फर्टेबल थिएछु भन्ने क्या। एउटा प्लेयरलाई, कुनै पनि प्लेयरले आउँछ नि होइन, म्याच हुन्छ, आफ्नो म्याच हो, आर्ग्यु गर्दा उसले के कुरामा उसलाई चित्त बुझ्यो नि, त्यसलाई अनसेटिस्फाई भइरहेको हुन्छ नि त प्लेयरहरू। अन्त त्यसलाई चाहिँ उसलाई सेटिस पार्नु पऱ्यो नि त हामीले होइन, यो भयो। त्यो कुरा चाहिँ म अलिक जिरो थिएँ क्या, जिरो। त्यो भएर चाहिँ अहिले चाहिँ अब हरेक कुराहरू अब अहिले त अब उसमा हेराइ पनि हुन्छ है, युट्युबमा कति कुराहरू नजानेकोहरू देखाइदिइहाल्छ है। र पनि अब रोल्न हो, धेरै कुराहरू यस्तो पनि छ। को बार्सिलोना फ्यानहरू छ है, मैले त्यो कुरा गरेको होइन, अब त्यो मतलब मलाई त्यो स्वभाव छैन पनि त्यो विषयमा टपिकमा बोल्नु। र पनि अब अहिले चाहिँ फिफामा पनि धेरै कुराहरू चाहिँ अब अनसेटिस्फाई रुलहरू हुँदा चाहिँ नि दुःख लाग्छ मलाई त्यो
बार्सिलोनाको म्याच भएको बेलामा त खै के हो, म पनि मेसी लभरै हो, तर मेरो आइडल चाहिँ CR7 है, CR7 है। म चाहिँ CR7को चाहिँ एकदमै CR7 चाहिँ मेरो आइडल, CR7 चाहिँ मेरो एकदमै ठुलो उयो हो क्या, भगवानै भन्छु म त उसलाई। CR7 चाहिँ मेरो चाहिँ एकदम एउटा मोटिभेसन हुन्छ नि, उसँग चाहिँ सिक्नुपर्छ क्या हामी जति पनि प्लेयरहरूले चाहिँ। मेसी पनि नट ब्याड होइन, मेसी पनि मेरो एउटा फेभरेट प्लेयर हो, मेसीको पनि। अन्त कतिवटा कुराहरू चाहिँ अब मेसीको पनि म अब हामी फुटबल लभरहरू हो नि त होइन, अन्त हेर्नुपर्छ नि त कता के भइरहेको छ वर्ल्डमा, कुन चाहिँ प्लेयरले के गरिरहेको छ है, के भइरहेको छ त्यो कसैको त्यो नानाभाँतीको रिल हेरेर मात्रै हुँदैन नि त। राम्रो त्यो युट्युबलाई पनि राम्रो उपयोग गर्नुभयो भने चाहिँ राम्रो क्या, धेरै राम्रो हुन्छ। म चाहिँ अब युट्युबमा त्यसमै फोकस गर्छु, अब जस्तै प्लेयरहरूको है कता कता के भइरहेको छ अब टपिकमा आउँदै, मेसीले चाहिँ धेरै कुराहरू चाहिँ यस्तो गरेको रहेछ जो चाहिँ उही आफै रेफ्री, उही आफैले प्लेयर, गेम मै खेलाइरहेको छु भन्ने खालको त्यसरी पनि भएको रहेछ। त्यो अब त्यो के कारण हो होइन, हामीले हेर्दा चाहिँ एकदमै अब त्यस्तो देखिरहेको छ सर्ट भिडियोहरू, अब धेरै युट्युबमा देख्छ हामीले है, यस्तो भयो यस्तो भयो, कतिवटा त फ्याक हुन्छ है, फेरि फेक कुराहरू गरी जानु हुँदैन, एउटा ट्रु अब जस्तो न्युजहरूले दिएको कुराहरू राम्रो हो नि त, ट्रु हो नि त है गेम्सतिरको, किनकि न्युजले चाहिँ पोलिटिकलमा भन्दा पनि यो गेमको कुरामा चाहिँ राम्रै बताइरहेको हुन्छ, जे छ त्यही देखाइरहेको हुन्छ है। पोलिटिकलमा चाहिँ अब त्यही अब तपाईँहरूलाई थाहा भएको कुरा, सबलाई थाहा भएको कुरा होइन, त्यस्तो छ। त्यस्तो रुल चाहिँ त्यही हो है, मेसीले गल्ती गरे पनि रोनाल्डोले गल्ती गरे पनि नियम त नियमै हुन्छ होइन, हाम्रो त नियम लाग्दैन हिल्समा होइन। त्यही भएर र आउने दिनहरूमा हाम्रो यहाँ ग्राउन्डमा पनि केटाहरू थुप्रै आउँछ भन्ने मैले आशा राख्छु। यो भिडियो हेरेर सुतिरहने भाइहरू क्या, वेकअप छिटो साढे 4 उठेर राजाभिर जानुपर्छ, भएन भने सेपी होइन, सेपी पुग्नुपर्छ, सिर्खला पनि पुग्नुपर्छ ब्रिजमा, त्यहाँ पुग्यो भने अति राम्रो। आजको नजारा यो मर्निङ चाहिँ दामी भएर चाहिँ यहाँ दामी भएर छ हेर्नुहोस् त हो, मेरो ब्राइटनेस ज्यादा भएर बादल लागिरहेको छ है, यतातिर पानी आउने सम्भावनाको बादलै छैन, र पनि अचम्म लाग्दो पानी आउँदैछ के हो ल। ग्राउन्डको यस्तो छ, यहाँनिर एक्सर्साइज गर्नु हुँदैछ है। केही दिन अगाडि हाम्रो अङ्कलकैबाट उहाँ चाहिँ एउटा टिकट काउन्टर गर्नुहुन्छ नि त, लट्ठी, लट्ठी चाहिँ उहाँकैबाट जित्नु भएको थियो 1 करोड, हाम्रो साथीहरूले, सेपी र सिर्खलाको साथीहरूले। हाम्रो डिलर अङ्कल चाहिँ उहाँ हुनुहुन्छ, उहाँ पनि अब पहिला केही वर्ष अगाडि चाहिँ फिजिकलमा केही उयो थियो है अङ्कलको पनि, प्यारालाइसिस हुनुभएको थियो, र अहिले हेर्नुहोस् यस्तो हो नि त। इक्जाम्पल चाहिँ यही हो, हामी हार मान्नु हुँदैन नि त लाइफसँग होइन, कति आउँछ नि चट्टान ढुङ्गा है, पहिरो बाढी कति आउँछ नि, त्यस्तो गरेर तिनीहरूलाई चाहिँ पन्छाउनु जानुपर्छ। लाइफ त्यही हो होइन, प्रकृतिले चिनाउँछ नि त, सिकाउँछ। र अङ्कल हेर्नुहोस् अब पहिला हिँड्नु पनि हुन्थेन, बोल्नु सक्नुहुन्थेन है, अहिले वक गर्नुहुन्छ मजाले, अब बोल्नु त पर्फेक्ट बोल्नुहुन्छ। पहिला फर्स्टमा चाहिँ उहाँ चाहिँ एकदमै उयो थियो, विश्वस्त थियो है, सक्नुहुन्थेन नि त। प्यारालाइसिस हुँदा कस्तो हुन्छ त्यो त अब हामीले महसुस गर्न त सक्दैन, जसलाई हुन्छ उहाँले सक्नुहुन्छ नि त महसुस होइन। एउटा लाइफमा कस्तो हरेस थियो हुन्छ होला अब त्यस्तो हुँदा चाहिँ।
तर पनि फिटनेसले चाहिँ यसो सिकाउँछ नि त। यो एक्सर्साइज भन्ने कुरो चाहिँ यो हो। उहाँ एकदम फिट अहिले। रिम्बिक अप्पर बजार चाहिँ यही है, शिव लज है। यहाँ कतिजनालाई थाहा होला, यहाँ यो रुममा पहिला हाम्रो साथीहरू बस्दै जोडे ताला पनि थिए, अहिले छैन त्यस्तो, स्टुडेन्टै कम्ती भएर हो कि। यो चाहिँ अप्पर बजार। अप्पर बजारमा चाहिँ मजा मजाको घरहरू बनाएको छ हाम्रो कान्छा बुबुको रिटायरमेन्ट आर्मीको घर है। यहाँ टर्निङमै अप्पर बजारको यो टर्निङ, यहाँ पनि लौरेकै घर हो। उयो पल्लोमा लौरेकै घर हो, लौरे भएको छ यहाँ, 3 लौरे। हाम्रो सरको घर यहाँ। र विशेष मलाई खोज्नु आउने महानुभावहरू जो हुनुहुन्छ नि, यदि मलाई भेट्ने काम भेट्नु जरुरी छ भने चाहिँ यो घरमा आउनुहोस् ल। यो घरको ठिक तालामा चाहिँ म बस्छु, यहाँ बस्छु म चाहिँ हो। यहाँ फर्स्ट बगीमा हाम्रो उज्जवल बुवा हो, उहाँ चाहिँ एसबिआईमा काम पनि गर्नुहुन्छ तल। अन्त सेकेन्ड बगी मेरो हो, थर्ड बगीमा बहिनीहरू छ 2 जना। अन्त लास्ट बगीमा चाहिँ हाम्रो डाँडागाउँ सुरज भाइ गाडी कुदाउनुहुन्छ नि, उहाँको रुम छ। ओके भन्दै आजको भ्लगलाई म यहीँ जय फिटनेस।